सुरुवात यो क्यामेराको स्टेबल नभएको हावाले गर्दा। गाइज मर्निङ फ्रम लाङटाङ। बिहान उठ्ने बित्तिकै हिमाल हाँसेको हेर्न पाइयो। यहाँ पानी खाँदै मेलिना खत्री, भ्यू रमाउँदै अङ्कित जोशी। क्लियर स्काई। अहिले हामी जाने त्यहीँ हो क्यान्जिङ गोम्पा। हिउँ अब पर्ने चान्स अलिक कमै छ अरे, तर लाङटाङ लिरुङको यो चेन हो। यो पनि लाङटाङ लिरुङको चेन चाहिँ बवाल देखिएको छ। त्यहाँ चाहिँ नाङ्गै छ। हिजो त्यहाँ अलिअलि हिउँ पऱ्यो हो हामी आउँदैमा। हिजो हामी आएको त्यो तलतिरको पोइन्टबाट नि तल कताबाट 10.5 घन्टाको ट्रेक। त्यहाँबाट हिँड्दै सररै यो चाहिँ लाङटाङ भिलेज। यहीँ चाहिँ हेलिप्याड। हामीलाई चप्पर लिएर आउनुहोस्, हेली लिएर बचाउन आउनुहोस्। ओहो कस्तो रमाइलो हावा यस्तो चल्दैछ। चिसो भएको छ मेरो हात एकैछिनमा। लाङटाङको जीवन यस्तो छ। ल अहिले बसी देखाउँदै जान्छ है। गाइज अब हामीहरू बन्द गरेर एकछिन म डराएँ। अब हामीहरू आजको ट्रेक स्टार्ट गर्न गइरहेको छौँ। हामी आँखामा के पर्यो? कुनमा? यहाँ त किराहरू यति धेरै हुँदो रहेछ बाजे। त्यहाँ हिमाल देखिराखेको छ। अब हामीहरू आजको ट्रेक सुरु गर्न गइराखेको छौँ। बन्द गर न यार, कपिराइट आउँछ। अनि जियोस् रमाइलो भइराखेको छ। हामीहरू यो के भन्छ सनराइज गेस्ट हाउसमा बसेको। एकदमै अफोर्डेबल छ। इफ कोही लाङटाङ आइराख्नु भएको छ भने यता बस्नु होला। अब हामीहरू जान्छौँ। अहिले त घाम लाग्न लागिसकेको छ। बिहान र साँझ चाहिँ हल्का चिसो हुन्छ। अनि अब हामीहरू जान्छौँ। ल गाइस अहिले हामीहरू 3500को एल्टिट्युडमा छौँ। माहौल यस्तो रमाइलो छ। म त यो हिमाल हेर्न पाएर मक्क परिरहेको थिएँ, किनकि मैले फर्स्ट टाइम जिन्दगीमा यति नजिकदेखि हिमाल देखेको। यस्तो छ पछाडिको माहौल। ल अब हामीहरू पिकमा गएर भेटौँला। गाइस हामीहरू कति 1.5 घन्टा भयो है हिँडेको। 1 घन्टा भयो हिँडेको। अहिले हामीहरू यो कुन पो ठाउँमा आएको छौँ? हार्ड रक क्याफे वे टु क्यान्जिङ गोम्पा। त्यो हार्ड रक क्याफे? यस। त्यो त्यहाँको रहेछ हार्ड रक क्याफे। यो चाहिँ त्यो रुटिन अफ नेपाल बन्दले पनि हालेको थियो है। यो हो? तलको मोटे आइरहेको छ। यहाँ यस्तो फुल फुलिरहेको छ। चौरी गाईहरू त्यहाँ हिमाल देखिरहेको छ। ओ माई गड, कस्तो बर्खाको बेला चाहिँ यहाँ पुरै फुल फुल्छ होला। यस्तो राम्रो फुल फुलिरहेको छ यहाँ। हाम्रो यो क्यामेराले जस्टिफाई गर्न सक्दैन कि यहाँको ब्युटी। मोटु हेरेर थकित अवस्थामा आइरहेको छ। जेस एकदमै रमाइलो लागिरहेको छ। थाकी पनि रहेको छौँ, तर के गर्नु। अब जेस हिमाल हेर्नलाई पुग्नै पर्यो। मैले त फर्स्ट टाइम यो चौरी गाई पनि फर्स्ट टाइम देखेको यार। मलाई त्यस्तो अचम्म लागिरहेको छ। टिभी सपोज चाला मलाई चौरी गाई। भाग्यो रियल गाइज। अब तिनीहरूले तिमीलाई किन भाउ देऊस्? केटी मान्छे छोरी मान्छे यस्तै हुन्छ। छोरी मान्छे फेरि गर्दै त रिसो। छोरी मान्छे यस्तै हुन्छ क्या। छोरी मान्छे। ओ माई गड। ल अब हामीहरू क्यान्जिङ गोम्पा क्यान्जिङ गोम्पा पुगेर क्यान्जिङ गोम्पा रसुवा। यस, त्यहाँ पुगेर होम टाउन भेट्छौँ। बाई।
गाइस हामीहरू बाटोमा हाम्रो एउटा साथी भेटेको छौँ यो भोटे कुकुर अब यसले हामीहरूसित बिस्किट मागिरहेको छ के होइन आएर के भन्छ गऱ्यो अनि बिचरा बिस्किट मागेको होला भने हामीहरू बिस्किट दिइरहेको छ कस्तो लोयल भएर हेरिरहेको छ मोटुको हालत त्यहाँ छ थाहा कति एक्साइटेड भएको खाना नगर नि तल राख्दैन नि बिचरा ल्याउने एउटा मनी खान्छु क्या मस्तले खाइरहेको छ बम पट्केछ के फुट्यो खाइरहेको छ बिचरा खान्न म त कुहिरेहरू आइरहेको छन् त्यहाँदेखि ए मैले साँच्ची हुन्छ नि यहाँ जो पनि कुहिरे भेटिन्छ सबले नमस्ते 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 गर्छ कि अनि तिनीहरूलाई नमस्ते बाहेक केही पनि आउन अनि मैले जिन्दगीमा यति नमस्ते गरेको थिएन जति मैले यो लाङटाङको ट्रेकमा नमस्ते गरेँ कि अब यिनीहरूले नमस्ते गर्छ कि नै म देखाउँछु कोही कोहीले त गर्दैन कोही एकदमै रुड हुन्छ कोही चाहिँ एकदमै कति भेटेर बोल्ने यताउता नेपालको बारेमा सोध्ने यताउता गर्छन् कोही कोही त एकदमै रुड हुन्छ अब यिनीहरू कस्तो छन् सोही नमस्ते He started with us. Okay. Oh. I just gave him some snacks. He'll stay with you then. कोही कोही यस्तो यस्तो भन्छन् बोल्छन् ए एउटा कुकुरले अर्को कुकुरलाई बिस्किट दियो 2060 सालमा रसुवाबाट एउटा भोटे कुकुरको ब्रिड बच्चा सानो लिएर गएको थियौँ 10 वर्ष बाँच्यो मर्यो होइन साइड लाग्छ यस्तै थियो सेम सिमिलर एकदम त्यसको अर्को रूप हो कि जुन यस्तो भोटे कुकुर देख्यो भने आफ्नै त्यो पहिलाको हो खैरसँग जाने खैरेले विदेशको बिस्किट दिन्छ हामी नेपालको मात्रै दिन्छौँ यसले के चिन्छ र बिस्किट इज बिस्किट ओ माय गॉड अब हामीहरू यहाँदेखि गयो कुकुर गयो बाई 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 ओए छिछि ओ कुत्ता बाई गाइस हामीहरू तल 2 घन्टा हिँडेर यहाँ पुगिसक्यौँ कहाँ हो यो तेन्जिङ गोम्पा भन्ने ठाउँमा यति हावा चलिरहेको छ अहिले हल्का कम बस्छ न त 2 मिनट अगाडिसम्म मान्छे उडाउला जस्तो हावा चलिरहेको थियो यहाँ अनि पछाडिको यहाँदेखि मस्त हिमाल चढिन्छ हो ओ माई गॉड हिमाल तल पुरा खोला बगिरहेको छ अब हामीहरू लगभग 15 मिनट हिँडेपछि चाहिँ कहाँ गोम्पा पुग्छौँ है त्यहाँ पुग्छौँ भने त्यसपछि भेटौँला माई गॉड अहिले हामी यहाँ पुगेको छौँ तल खोला बगिरहेको छ मोटेहरू त्यहाँ आइरहेको छन् बिस्तारै बिस्तारै आइरहेको छ मोटेलाई गाह्रो भइरहेछ सो म चाँडै यहाँ आइपुगेँ ओ माई गॉड यहाँको बस्ती यस्तो छ त्यस्तो रमाइलो छ वरिपरि राखेको छ अब मोटेर रिसप त्यहाँसम्म पुगेको छन् अब हामीहरू यहाँ खान्छौँ थक गई मैं तो गाइज के भन्छ यता हेलिकप्टर आएको रहेछ नि अनि हामीहरू रुममा रेस्ट गरिरहेको थियौँ अनि हामीलाई लाग्यो कि यतिकै घुमिरहेको छ यहाँ माथि अनि त्यो ल्यान्ड गर्यो अनि हामीहरू यति भागी हेर्न आयौँ ल अब हेलिकप्टर हेर्ने भनेर फेरि उड्यो आएर यस्तो मोटे त बदलाम बुझ्लौँ गर्दै हामी यस्तरी भाग्यौँ हेलिकप्टर हेर्नलाई तर हेलिकप्टर कहाँ छ ल्यान्ड गर्न सक्छ है अनि म देखाउँछु ल्यान्ड गऱ्यो भने त क्या रमाइलो हुन्छ गाइस त्यहाँ हेलिकप्टर छ हामी कति बेला हेलिकप्टर आउँछ र हामीहरू हेर्ने भनेर यहाँ बसिरहेछौँ
तिनीहरू आउँदै आउनु कहाँ गयो कहिले माथि जान्छ कहिले तल जान्छ जस्तै भयो त्यहाँबाट अब त सिधा आउनु नि सिधा आएर एउटा जस्ट आइदियो माथि भएछ के रिसाउ अहिले मुख छाड्छु बाबा यार त्यो हेलिकप्टर ल्याएर अघिदेखि कुरिरहेको म त ढले ढलेवाला लिउ बनाउनु लाग्यो त्यसले गर्दा मिस भयो त्यो आइरहेको हेलिकप्टर मैले कहाँ छ Come here! Land here! Oh my god! भोलि हामीहरू यो पिक चढ्यो यो पिकको माथि माथि जान्यो आज अङ्कित मोटेलाई गाह्रो भयो त्यही भएर हामीहरू यहीँ रेस्ट गरेर आएको छौँ त्यहाँ हिमाल छ यता पनि हिमाल छ यता पनि हिमाल छ त्यहाँ जान सक्छौँ होला यहाँ चाहिँ के भन्छन् यहाँ चाहिँ एकदमै दामी चाहे साथीहरूले मलाई त्यो टेस्ट नगर तिमी गर्दैनौ गर्लफ्रेन्डको लागि चाहिँ लगिदिने रे यहाँ आफ्नो साथी जो साथी सिधा छ त्यसको त हेलिकप्टर त्यहाँ छ जान्न त्यो अब हामी हाम्रो रिल्स बनाउने दिएको लाग्छ त्यो आउँदैन आज अहिले शेर्पा ड्रेस लाएर फोटोसुट गर्न गइरहेको छु Oh my god. Oh my god. Here is. Hello, hello. Oh. यहाँ छन् केटाहरू उहाँलाई भन्नुभएको ऋषभ यहाँ बस्ने भन अरे already booked. Guys, guys, यहाँ ऋषभ गाइड बनिसकेको छ अब यहाँ गफ गरिरहेको छ युकेदेखि आउनुभएको रे दाजु हामीहरू चाहिँ स्टोरी हिँडिरहेको छौँ अब त्यहाँ गएर हामीले यसो फोटोहरू खिच्छौँ फर्स्ट टाइम ट्राई गरेर हाँसो लागिरहेको छ मलाई I think we have to keep going around. Guys, अब हामी यहाँ ऋषभको फोटो खिच्न गइरहेको छौँ यहाँ अङ्कित मोटे छ उसको भ्याइसक्यो अब ऋषभको बाली छ फोटो खिच्दैन भनेर निराश भन्छ हाम्रो डे 3 को कन्टिन्युस ब्लग क्रक्स ब्लग सबैको तोरीहरू हामी केन्जिङ गुम्बा आज यहीँ बस्यौँ जस्ट एक्लेमाटाइज गर्न यहाँ चाहिँ यस्तो रहेछ यो गोसेगुन्डाको चन्दनबारीमा भएको जस्तै यहाँ पनि अर्ग्यानिक चिज फ्याक्ट्री भन्ने रहेछ यो चाहिँ बन्द छ त्यहाँ ताल्चो लगाएको छ ढोका होइन क्यान्जेन रस 2009 मा बनेको वाउ अर्ग्यानिक याक चिज प्रोडक्सन सेन्टर ब्ला 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 सबै चिज सही होइन त देखाउनु पाए झन् बवाल हुन्थ्यो कता त्यो होइन नि त्यहाँ गुम्बा हो गुम्बा यो भित्र चन्दनबारीमा चाहिँ भित्र छिरेर देखाउनु पाइन्थ्यो यहाँ चाहिँ अब यो फोटोहरूमा के छ त्यो देखाइदिउँ न केही त इन्फर्मेसन त ग्यादर गरिएला यो भूकम्प गएपछि भत्किएको भनेर देखाएको यो चिज 2018 रिकन्स्ट्रक्सन भूकम्पपछि
फाउन्डेसन यो माथिका बनेका भवन कहाँ हो यो थाहा छैन तर मिल्क ट्रान्सपोर्ट गरेको वाउ खोलाबाट यो लाङटाङ खोला नै हो कुन पोइन्टमा आउँछ थाहा भएन त्यो बगाएपछिको होला हुनसक्छ यी फार्मर ब्रिङिङ मिल्क टु द फ्याक्ट्री कता कताबाट याकको दुध ल्याउने भित्र अब उनीहरूको अफिस देखाइदिउँ फार्मर्स वर्किङ भने हो जस्ट काम हो अनि त्यसपछि यहाँ चिज बनाउने मै पो देखेँ है यस्तो छ ढोका लगा छ यहाँ हेर्नुहोस् एउटाले चिज मेकिङ 2000 बिफोर अर्थक्वेक भनेर देखायो एउटाले मिल्क बिङ प्रिपेयर्ड भनेको छ एउटाले फार्मर्स मिल्किङ याक्स इन मेक सिफ्ट सेड सुन आफ्टर अर्थक्वेक 2015 को भूकम्पपछि जस्ट इमिडिएटली नै दुध दुहेको भनेर देखायो यहाँ याकबाटै यस्तो त बाटोमा कति कति देखियो यस्तो याक त अनि त्यसले भन्यो जस्ट चौरी चढेको यहीँ ए स्विजरल्यान्ड सरकारबाट वाउ नाइस हाम्रा साथीहरूले भर्खर के भनेका कि यसले है मोटेले यहाँबाट सिधै त्यो पिक चढ्ने रे आज त्यो लाङटाङबाट यहाँ 1300 बाटो आउँदाखेरि त मरे 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 भन्ने बच्चा यसले गर्दा आज नचढेको भन्ने थाहा छैन यसलाई फेरि ठुल्ठुलो कुरा गरे हो ढुङ्गा हानौँ